एम्बिसन गुरुमा पेमेन्ट गरेर कोर्स कसरी एक्टिभेट गर्ने? आजको यो भिडियोमा हामी तपाईलाई स्टेप बाइ स्टेप सजिलो तरिकाले देखाउँछौं। सबैभन्दा पहिले तपाईको एसएमएसमा हाम्रो CSR टिमले पठाउनु भएको लिंक खोल्नुहोस्। त्यो लिंक खोलेपछि तपाईलाई हाम्रो अफिशियल क्यूआर देखिन्छ। त्यही क्यूआर डाउनलोड गर्नुहोस् वा स्क्रिनशट लिनुहोस्। अब तपाईले पेमेन्ट गर्न चाहेको कुनै पनि बैंक एप वा ई-वालेट खोल्नुहोस्, जस्तै ई-सेवा, खल्ती, IME पे, कनेक्ट IPS, मोबाइल बैंकिङ आदि। त्यसपछि स्क्यान एन्ड पे वा क्यूआर स्क्यानमा थिच्नुहोस्। त्यहाँ ग्यालरीबाट क्यूआर सिलेक्ट गर्ने अप्सन रोज्नुहोस्। अब डाउनलोड गरेको एम्बिसन गुरुको क्यूआर सिलेक्ट गर्नुहोस्। अब पेमेन्ट गर्दा धेरै जरुरी कुरा, रिमार्क्स वा मेसेज बक्समा आफ्नो रेजिस्टर्ड मोबाइल नम्बर अनिवार्य रूपमा लेख्नुहोस्। उदाहरण 98। यो स्टेप हाम्रो सिस्टमले तपाईको अकाउन्टसँग पेमेन्ट लिंक गर्नको लागि अत्यन्तै इम्पोर्टेन्ट हुन्छ। पेमेन्ट सक्सेसफुली भएपछि एम्बिसन गुरु एप खोल्नुहोस्। लगइन गरिसकेको छैन भने आफ्नो नम्बरबाट लगइन गर्नुहोस्। यदि तपाईले क्यूआरबाट लोड गर्नुभएको रकम बराबरको कोर्स छ भने त्यस कोर्समा गएर एक्टिभेट इनरोल गर्नुहोस्। इम्पोर्टेन्ट नोट, यदि तपाईले लोड गरेको रकम बराबरको कोर्स एपमा भेट्टाउन नसके त्यसबेला मात्र हाम्रो CSR टिमलाई सम्पर्क गर्नुहोस्। हामी तपाईलाई तुरुन्तै सहयोग गर्छौं। यसरी सजिलै एम्बिसन गुरुमा कोर्स एक्टिभेट गर्न सक्नुहुन्छ।